हाम्रो गाउँ, हाम्रो घर जहाँ हाँसो गुन्जिन्छ, जहाँ बच्चाहरूको खेलमा जीवनको खुसी लुकेको छ। तर यही सडकमा जहाँ हाम्रा आमा बुवा हिँड्नुहुन्छ, कहिलेकाहीँ कसैको रोदनको कारण बन्न सक्छ। चाडपर्व खुसी मनाउनका लागि हो, तर तीव्र गतिले त्यो खुसी सधैँका लागि खोज्न सक्छ। एक क्षणको लापरवाहीले कुनै परिवारको संसार उजाड्न सक्छ। हामी सबैको सानो सावधानी कसैको जीवन बचाउन सक्छ। कृपया सडकमा गति नियन्त्रण राखौँ, किनकि घरमा कोही तपाईँको पर्खाइमा छन्। त्यसैले मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ। बाटो खाली देखे पनि गति नियन्त्रणमा राखेर सवारी चलाऊ। स्ट्यान्ड हान्ने, जिगज्याग गर्ने, बाइक बटार्ने जस्ता क्रियाकलापहरू नगरौँ। यो पर्वमा हामी सबैको जिम्मेवारी हो हाम्रो गाउँलाई सुरक्षित र शान्त बनाऊ। जीवन सुन्दर छ, कृपया त्यसलाई लापरवाहीमा नफालौँ। सजग चालक बनाऊ, सजग नागरिक बनाऊ, हाम्रो गाउँ सुरक्षित बनाऊ, ताकि हाँसो फेरि सडकमा गुन्जियोस्। जय नेपाल।